नमस्कार साथीहरू, स्वागत छ टेक अलर्ट्स टीआर युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ जिमिनी एआईको बारेमा, जसले भर्खरै माइक्रोसफ्ट अफिसले प्रोभाइड गर्ने सम्पूर्ण फिचरहरूलाई प्रोभाइड गरिरहेको छ र अपडेट हुँदै आइरहेको छ र कसरी हामीले एमएस अफिसबाट गर्ने घन्टौँका कामहरूलाई मिनेटौँमा गर्न सक्छौँ जिमिनी एआईद्वारा, म त्यसको बारेमा सिकाउने छु। त्यसको लागि यदि तपाईहरूले जिमिनी एआई युज गर्नुभएको छैन भने प्ले स्टोरमा जानुहोला र माथि जिमिनी सर्च गर्नुहोला र जिमिनी सर्च गरेपछि तपाईहरूलाई यस्तो इन्टरफेस सो हुनेछ, गुगल जिमिनी भनेर। यसलाई इन्स्टल गर्नुहोला र मैले अलरेडी इन्स्टल गरि नै सकेको छु र मैले के गरेको छु त अब म मेरो मोबाइल फोनबाट यसरी ओपन गर्नेछु र तपाईहरूले स्पेसिफिक इमेल आइडीद्वारा जिमिनी एआईमा के गर्नुहोला, लगइन गर्नुहोला र म अब तपाईहरूले यो एआईबाट हामीले कसरी गुगल डकुमेन्ट, कसरी एमएस वर्डबाट बनाएको जस्तै गरी डकुमेन्ट र कसरी पीपीटी स्लाइडहरू र कसरी एक्सेल सिटहरू बनाउन सक्छौँ, घन्टौँको कामलाई कसरी हामी मिनेटौँमा पुरा गर्न सक्छौँ, त्यसको बारेमा सिकाउने छु। त्यसको लागि तपाईहरूले सुरुमा तपाईले जुन टपिकमा आफ्नो एमएस वर्ड डकुमेन्ट बनाउँदै हुनुहुन्छ त्यो डकुमेन्टको केही कन्टेनरहरू तपाईहरू कि त प्रोम्प्टहरू लेख्न पर्ने हुन्छ। यदि तपाईहरूसँग इमेज छ भने इमेज पनि राख्न सक्नुहुन्छ। यदि तपाईहरूलाई प्रोम्प्टहरू लेख्न आउँछ भने यसरी इङ्ग्लिसबाट प्रोम्प्टहरू लेख्नु होला। यदि प्रोम्प्टहरू इङ्ग्लिसमा लेख्न आउँदैन भने तपाईहरू नेपालीमा पनि लेख्न सक्नुहुन्छ र डकुमेन्ट नेपालीमा पनि तयार पार्न सक्नुहुन्छ र सम्पूर्ण काम एआईद्वारा गर्न सक्नुहुन्छ। र मैले अगाडि मेक अ वर्ड डकुमेन्ट इन द टपिक अफ नेटवर्क टोपोलोजी फर क्लास 10 स्टुडेन्ट्स भनेर मैले एउटा प्रोम्प्ट दिएको छु। तपाईहरूले यसलाई नेपालीमा पनि गर्न सक्नुहुन्छ र तपाईहरूले यसमा मैले दिएको प्रोम्प्ट अनुसार यसले विदिन 30 सेकेन्ड, विदिन 30 to 20 to 30 सेकेन्डमा के गरेको छ त मलाई यो नेटवर्क टोपोलोजी फर क्लास 10 भनेर वर्ड डकुमेन्ट एउटा प्रिपेयर गरेर मलाई दिएको छ र म यसलाई ओपन गरेँ। यदि मैले यसलाई बनाउन थालेको भए मेरो कति धेरै टाइम जान्थ्यो, तैपनि टाइम जान्थ्यो र सँगै यसले यति अट्र्याक्टिभ तरिकाले बनाइदिएको छ, मैले सोचेभन्दा धेरै हाई कम्प्लेक्स क्वालिटी र क्वान्टिटीमा बनाइदिएको छ र यसरी तपाईहरूले घन्टौँको कामहरू मिनटौँमा गर्न सक्नुहुन्छ। जस्तै देख्न सक्नुहुन्छ टोपोलोजीको बारेमा यस्तो राम्रोसँग बनाइदिएको छ। र सिमिलरली मैले एमएस वर्ड डकुमेन्टमा जुन बनाएको कन्टेन्ट छ टोपोलोजी टपिकमा, यसलाई पीपीटी स्लाइड बनाइदिए भनेर मैले एउटा प्रोम्प्ट दिएँ, मेक पीपीटी स्लाइड इन द टपिक अफ नेटवर्क टोपोलोजी फर क्लास 10 भनेर मैले दिएको छु र यो एआईले विदिन 20 to 30 सेकेन्डमा, 15 to 20 सेकेन्डमा मलाई एआईले पीपीटी स्लाइडहरू बनाएर दिएको छ। यदि तपाईहरूले आफै यस्तो स्लाइडहरू क्रिएट गर्न लाग्नुभयो भने कम्तीमा पनि घन्टौँ लाग्न सक्छ र तपाईहरूले देख्न सक्नुहुन्छ कसरी बनाएको छ। मैले यसलाई ओपन गरेँ र ओपन गरिसकेपछि तपाईहरूले देख्न सक्नुहुन्छ, जस्तै हेर्न सक्नुहुन्छ, नेटवर्क टोपोलोजी टपिकमा अट्र्याक्टिभ तरिकाले बनाएको छ। 13 वटा स्लाइड बनाएर दिएको छ। तपाईले जति चाहियो त्यति प्रम्प्ट दिन सक्नुहुन्छ र यसरी ओपन गर्न सक्नुहुन्छ। जस्तै नेटवर्क टोपोलोजीको बारेमा छ। आफैले प्रिपेयर गर्न थाल्नुभयो भने घन्टौँ लाग्न सक्छ। यदि तपाईहरूले यो आफै प्रिपेयर गर्न थाल्नुभयो भने घन्टौँ लाग्न सक्छ, तर एआईले सर्टेन टाइममा नै के गरेको छ त बनाइदिएको छ। तपाईले देख्न सक्नुहुन्छ। यसरी हामीले के गर्न सक्छौँ, घन्टौँको कामहरू के गर्न सक्छौँ, मिनेटौँमा गर्न सक्छौँ एआईद्वारा। र तपाईहरूले यी स्लाइडहरूलाई के गर्न सक्नुहुन्छ, डाउनलोड पनि गर्न सक्नुहुन्छ। तपाईले एक्सपोर्ट स्लाइड्स भन्ने छ, यसबाट के गर्न सक्नुहुन्छ, तपाईले यहाँबाट एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ र अर्को तपाईले डाउनलोड पनि गर्न सक्नुहुन्छ र अर्को तपाईहरूले यसबाट सेयर पनि के गर्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ। कहाँ सेयर गर्न चाहनुहुन्छ तपाईहरूले सेयर पनि गर्न सक्नुहुन्छ। र म तपाईँ मेरो क्रिएटिङ स्लाइड्स फर पीडीएफ फर डाउनलोड हुँदैछ र म तपाईँ डाउनलोड भएको यो पनि के गर्छु त देखाउने नै छु र तपाईले यसरी डाउनलोड पनि गर्न सक्नुहुन्छ र एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ। यसरी रहेको छ र ओपन स्लाइड मैले क्रिएट गरेँ र यसरी मेरो के भइसकेको छ त डाउनलोड पनि भइसकेको छ। तपाईँ डकुमेन्टमा गएर पनि हेर्न सक्नुहुन्छ, मैले डाउनलोड पनि के छ त गरि नै सकेको छु। यसरी हेर्न सक्नुहुन्छ। यसरी अट्र्याक्टिभ वेमा के गरेको छ त डाउनलोड नै गरिदिएको छ। यो रहेको छ एआईको बारेमा। र अब मैले यो एआईबाट तपाईहरूले कसरी
एक्सेल सिटहरू बनाउन चाहनुहुन्छ, जस्तै तपाईँले मानौँ तपाईँको यदि फाइनेन्सियलको कुरा होस्, कुनै अफिसका कुरा होस् या कुनै डिपार्टमेन्टका कुरा होस्, यदि तपाईँहरूले एक्सेलमा काम गरिरहनु भएको छ र घन्टौँको कामहरूलाई मिनेटौँमा गर्न चाहनुहुन्छ भने हाम्रो जेमिनी एआईद्वारा गर्न सक्नुहुन्छ। कसरी गर्ने मैले एउटा प्रम्प्ट दिएको छु, तपाईँले देख्न सक्नुहुन्छ। यु क्रिएट अ एक्सेल सिट एन्ड पुट डेटा इन द टपिक अफ फाइनेन्सियल स्ट्राटेजी टु माई मन्थली इन्कम फर माई फाइनेन्सियल ग्रोथ भनेर दिएको छु। र यो एआईले सर्टेन टाइममा के गरिन्छ त मलाई घन्टौँको कामलाई मिनेटौँमा गरेर देखाएको छ। तपाईँहरूले यसलाई मैले ओपन गरेर देखाउने छु र यसरी के गरेको छ त तपाईँले यहाँबाट के गर्न सक्नुहुन्छ, यसरी ओपन गरेको छु र तपाईँहरूले के गर्न सक्नुहुन्छ, यसरी देख्न सक्नुहुन्छ। यसले के गरेको छ, मेरो घन्टौँको कामलाई मिनटौँमा गरेर देखाएको छ। यो रहेको छ आज जेमिनीले भर्खरै लन्च गरेको फिचर गुगल डक्सका कुराहरू र गुगल पिपिटीका कुराहरू र गुगल एक्सेल सिटका कुराहरूको बारेमा मैले आज तपाईँहरूलाई सिकाएको छु। आशा छ भिडियोहरू मन पर्यो होला। यदि यस्तै टेक्निकल भिडियोहरू हेर्न चाहनुहुन्छ र आफूलाई टेक्नोलोजीमा निरन्तर अपडेट गराइराख्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र भिडियोलाई लाइक, सेयर गर्न पनि नभुल्नुहोला। थ्याङ्क यू।